का भक्ति संगीतबाट हामी अगाडि बढ्नेछौँ। गुरु भागवत भगवानको रामचंद्र अपनी मस्त हुने भक्तको शिवजा गाविसबाट बसाइसकेर आउनुभएको सेवा गर्नुभएको छ र सनातन वैदिक हिन्दू धर्म नेपालका प्रहलाद पाण्डेज्यू श्रीमती मातृका ग्रहण गरिदिनको लागि पालिदिनु होला र सनातन यहाँले हौसला दिनु होला भन्ने यहाँ समक्ष निवेदन गर्दछु। पानी जति बेला उठाइरहेको छ हजुर शारीरिक स्वास्थ्यको लागि उठाइरहेको छ सहयोग गर्नुहुन्छ। प्रीतम पाण्डेज्यूले एवं उहाँको सपरिवारबाट स्वर्गीय आमा तथा स्वर्गीय बुवा तथा दिवंगत पितृहरूको स्मृतिमा उहाँकी श्रीमती प्रीतम पाण्डेको श्रीमती जानका पाण्डेको हजुरआमाको स्मृतिमा सहयोग स्वरूप रु 5005 रुपियाँ नगद दान गरी पुण्य कमाउनु भएको छ। तसर्थ प्रीतम पाण्डेज्यू र जानका पाण्डेज्यूलाई आफ्नो सम्मान पत्र ग्रहण गरिदिनु हुनुको लागि मञ्चमा हार्दिक आमन्त्रण गर्दछौँ। जय ल बजाउन थाली नमस्कार थाली 5005 रुपियाँ नगद दान गरी पुण्य कमाउनु भएको छ। धनी घिमिरेज्यूलाई आफ्नो सम्मान पत्र आचार्यज्यूलाई आफ्नो सम्मान पत्र ग्रहण गरिदिनु हुनुको लागि मञ्चमा हार्दिक आमन्त्रण गर्दछौँ। जय जय होस्। राम्रोसँग हेर्छ होस्। त्यहाँ सवाईको काठीहरू सब सार्ने म लाग्यो। गए काठमाडौँतिर अब त मेरो यो दिन अब घरमा फल बारीमा सौदा साउको बैठी बेहुला कि नबेहुला घरमा फल बारीमा सौदा साउको बैठी बेहुला कि नबेहुला कस्तो हेर्नु यो बाख्री कतिको राखेको घाँस हालिहाल्छु त मैले। यो गाई पनि कति गराएको यो सानो पाखी कति कुराको
त्यसले नि खाला बाबा ए बुढी बाख्री यो गाई पनि रोइटेन कोटी गोरा पनि खा ये सबै खाले ल्याउला भयो मैले आज काटियो कोटी गोराको जति खाने र पुलिस सारा सारीले मलाई चिन्नु भएको छ यो गाउँको सबैभन्दा धनी साउदीको एकलौटी नोकर हो नोकर हामीलाई शान्ति नमाने छ तिमीले यी भाँडाकुँडा सब साउदीले धोई पोखरी गरेर राख्नेछन् दिन्छु अब साउदीले रेसिडेन्टको भाँडाकुँडा मस्त साउदीको मिस्त्रीमा जाने मस्त सुत्ने हो काम साम केही गर्दैन गराएको यो बाख्री पनि मस्त सुत्ने हो कति नानो हुने चाहिँ साउदीको विस्तार त भएछ कि कति आनन्द भएको नमाएको नि 2 महिना जति भयो यतापट्टि नि भएको यतापट्टि नि भएको गोगली आयो गोगली ए रोक न ए रोक तेरी गोगली नै हो कि म छ नि गोगली नै हो ए ल बिस्तारै आइया ल आफ्नै ठाउँ आइयो नि त अब आजसम्म काठमाडौँ गइया थियो काठमाडौँदेखि आफ्नै ठाउँमा आउँदा त कति रमाइलो लाग्यो हे घरमा पराल बारीमा स्याउला ब्याजको स्याज पाउला कि नपाउला घरमा पराल बारीमा स्याउला ब्याजको स्याज पाउला कि नपाउला ल आफ्ना गाउँ आउँदा त यति रमाइलो लाग्ने होइन ओहो ए साइली के हेरिछौ भने अब म राम्रो भएर क्लियर हुन त एउटा चाहिएको थियो अब बुढी टकिहाले के गर्नु जान्छौ त मसँग पैसा सस्तै छ मालिक उग्यो अरे ल हेर यता हेर यिनी माइलीलाई ऊ बेला त आफ्नो छोरालाई बोरिङमा हाल्नु छ भनेर मसँग प्याज लगे साउ लगे होइन खै प्याज त दिया छैन अहिलेसम्म साउको खै अब यही मोबाइल हो नि लग्नु पर्ला ल अहिले लगिन भने टुक्क त्यहाँ घरमा बुझाएर आउने नत्र मैले जाने छु फेरि अब काठमाडौँ त गइयो अब मेरा पीडा पनि छुट्टैछन् फेरि अब भाडा उठाउन भनेर गएको अब मेरो फेरि काठमाडौँमा 3-3वटा घर छ अब भाडा उठाउन भनेर त गइयो अब गएको कसैले भाडा दिन मान्दैन अनि मेरो भालो ल अब बस्छौ मेरा घरमा भने ताजा लाएर आइदियो अब घरबेटी हो नि त त्यति त गर्नै पर्यो नि होइन ल अनि अब आउन थालेपछि बाटोमा अब ए बाबु डाङको भाडा कति हो भने 2500 रे 2500 दिन्छ जस्तो लाग्छ जे भने म त माइसौ नि त अनि त्यसपछि अब मेरो पालो कसरी जाने 2500 त जोगाउनु पर्यो अनि राङ्गा बोल्यो गाडी दाङ जाँदै रहेछ अनि त्यही गाडीमा बसेर आएको अब राङ्गोले यताबाट लातिहाल्छ गुडङ उता बसाल्छ फेरि यताबाट लातिहाल्छ गुडङ उता बसाल्छ ढाड दुखेर हैरान भइसक्यो गोबर लागेछ छ्या अब ए ल कुरा गर्दा घरको आइपुगेछ होइन ए बिर्से यहाँ त सबै बाख्राहरू त भोगै छ नि त यहाँ बिर्खेले केही दिएन ए खाइसक्यो हो
ऊ त बुढी भैँसीले केही पनि दिएन भन्दैछ। आज मैले जानेको छु त्यो बिर्खेलाई कहाँ गएछ त्यो बिर्खे। ए बिर्खे मैले त्यो यही गोठमै सुत्नु पर्यो नि त। आज त यता गोठमा पनि छैन कहाँ गएछ। ए बिर्खे बिर्खे हेर 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 मेरा भाडाको यसले त दाइजोमा ल्याएका भाडाभरि सबै खालेर मरिएछ नि। कहाँ मरेछ नि। अब मैले जानेको छु त्यसलाई। ए बिर्खे यता भान्सातिर हो यता पनि छैन होइन कहाँ गएछ। ए बिर्खे भित्र भएर मरेछ कि क्या हो। यसलाई हेर 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 मेरो ओछ्यानमा यसलाई त गोबरैसँग सुतेछ। मारियो नि ढाँसार फुस्काइदियो कि क्या हो। तँलाई कहाँ भन्यो तँलाई मैले ढाकेँ ए भोग त्यसरी गर्छन् तँलाई त यसरी गर्ने कसरी भोग गरे मारे तँलाई मैले जानेको छु तँलाई त मालिकलाई हान्छस् ढाँसा फुस्काइदियो नि मरले। ए मालिक आएपछि कुर्सीको व्यवस्था गर्नुपर्छ भन्ने थाहा छैन। कुर्सी यही छ भक्कनै कहाँ गएछ। ए यो पाएर बसेको रहेछ त के हाम्रो साउको कुर्सी अपेक्षा छ साउवा होइन दुनियाँभरिका गाउँलेलाई ल्याउँदै मेरो कुर्सीमा बसाल्छ। कति हतार पकायो कति फुलो थियो उनीहरूलाई बस्न हतार तँलाई अलिक पहिले भन्नु पर्दैन। फुलो थियो नि कपाल फुलो लाग्छ भनेर सब होइन तैँले ठिक काम गरेर सिक्या हो। अब मेरो यहाँ एउटा यत्रो पिलो थियो उता डाक्टरकोमा जाँदा 500 रुपियाँ लाग्छ भन्दै थियो। तैँले यो कुर्सीदेखि उठाइदिएर प्याचै फुटेछ ल 500 रुपियाँ बसाल्नु भयो म त्यो अनि बिर्खे त्यो भाडाको के हालत गराएको त्यस्तो। भाडालाई जाडो भएर सुकाएको घाममा बुढा बुद्धि छैन बुद्धि घाम लाएरै सुकाइरहेको छु बुढा। तँलाई मेरो उता दाइजोमा ल्याएको मेरो बुढीले दाइजोमा ल्याएका यो 12 वर्षदेखि यिनी चलाएर बसिरहेको छु। तँलाई राम्रोसँग के गर्दा नि हुन्न यो साउमा चाहिँ यस्तो जाडोमा घाममा सुकाउँदा नि हुँदै हुन्न। ल काठमाडौँदेखि आएको 10 बज्नु आइसक्यो छिटो सुत्नुपर्छ मैले छु यता के भयो साउमा अनि कस्तो के हो त। ए कहाँ जानुभयो के छ तपाईँ अब कहाँ जान्छ नि तेरो यो को हो यो साउ हो साउ भइसकेपछि भाडा उठाउनु गएको नि। भाडा उठाउन कन्ट्र्याक्टरको काम गर्नुहुन्छ हजुरले खलासी हो। होइन के कन्ट्र्याक्टरको कुरा गर्छ हे तेरो यो मालिक घर काठमाडौँमा 3-3वटा घर छ भन्ने थाहा छैन। 3-3वटा घर छ के घर छ साउमा। अब गठा घर घन्टा घर माइती घर 3-3वटा घर त्यही भाडा उठाउन गएको नि। अरे साउवा अनि मलाई केही ल्याइदिनु अरे साउवा। अब तँलाई त अब के ल्याइदिनु 12 वर्षदेखि त्यही लुगा लाउनु देखेकै छस्। ल देखे यता सुन अब भाडा उठाउन गएको हेर अब फ्रीमा आउँछु भनेर राँगा बोकेको गाडीमा आएको अनि शरीर दुखेर हैरान भएको छ। मालिस गरिदेऊ साउवा मालिस गरिदेऊ। हो मेरो मनकै कुरा भयो नि हेरेको कुन मालिस गरिदेऊ साउवा चाइनिज गरिदेऊ कि थाइल्यान्ड गरिदेऊ कि इन्डियन गरिदेऊ कि नेपाली गरिदेऊ। होइन मेरो त थरीका मालिस म त सबै जानेछ नि मालिस गर्नु सबै सिकिसक्यो मैले। ल अब आज थाइल्यान्डवाला ट्राई गरौँ न त फेरि थाइल्यान्डबाट गरिदेऊ कि चाइनिज गरिदेऊ। अब थाइल्यान्डवालै गरौँ ल थाइल्यान्डबाट ल थाइल्यान्ड आउँदैन भने चाइनिजै गरिदियो नि त ल चाइनिज गरिदेऊ। ल भनिहाल त के गर्छ
Malas yang malas. Satu bos awak. Sanjo होइन तैँले त पहिले एकचोटि गरियो सब मलाई मारेर मेरो यो भागो जाति सम्पत्ति खानु खोजेको मानिस गर्दानी उन्नाइ साउबाट के गर्दा नि उठै उन्नाइ बुढामा के गर्दा नि उठै घरबाट निस्केर गइदिन्छु म होइन ए बिर्खे बिर्खे यता आएर बाबु यता फेरि के हुन्छ यो आइज त मेरो छोरा उन्नाइ बुढोलाई ल हेर बिर्खे अब थाकेर साह्रै थाकेर आएको छु हेर भने चिया पकाएर लिएर आएको एउटा कुरो याद आउनु रहेछ फेरि के कुराको याद आयो तपाईँले तपाईँले काठमाडौँ जानु अगाडि एउटा सलाइको काँटी पनि खर्च नगर भन्नुभएको छ नि ग्यासमा त्यसरी भनेको अझै निभाएकै छैन खर्चै गरेको छैन कतिपल्ट गएर ग्यास भरि चलाएर सत्यानाशै पारेछ नि अलि यता अरे हेर 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 ग्यास भरि चलाएर कालै पारेछ भने बुद्धि सवा बुद्धि अझ बुद्धि बचस् जति बचत गर्दा नि हुँदै हुन्छ सलाइको काँटी बचत गर्दैछु बुढाको तँलाई 2 रुपियाँको सलाइको काँटी जोगाएर 2000 को ग्यास सकेछ अझ ए बुढा म चेक पक्रा आउँछु सभा जा जा छिटो लिएर सभा के हो फेरि चिनी छैन अब चिनी छैन भने जे छ त्यसैले यसो डब्बामा खोला खोला पारेर लिएर आन भाँडा मात्र छ पानी छैन जे हुन्छ त्यसै बनाइदिन्छु खै उता तेरो अगाडि उता तेरो बोतल छ हेर्न उता मैले घाममा सुकाएर राखेको छ ए साउरी लुकाएर राखेको पानी पनि साउरी कति छुटो छ अब त्यो ग्यासमा उमाल्यो भने ग्यास सकिहाल्छ त्यही भएर घाममा त लाएर राख्यो नि म त ग्यासमै बालिन्छु ग्यासमा पनि अडिन्न ए ओढेन ओढे 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 ग्यास पट्टा पानी हाल्नु छिटो गर है फेरि छिटो गर बुढालाई जे काम गर्दा नि हतारै गर्नु परेछ मिठो पकाउँछु के बुढा मिठो पानी चियापत्ती चियापत्ती बुढा चिनी सिनी छैन नुन हाल्नु साउका नुन चिनीको साटो नुन होइन के त्यो डब्बा यसो डब्बामा पानी सानी हालेर खोल्ने खोल्ने पारेर त्यसैमा हाल्ला यो बुढा बुढा गिलास पनि यहाँ लुकेर बसेको छ लुगा होला बुढोले मिठो पकाउनु भनेको छ बुढोले मिठो नभए जाने गर्छ एकचोटि चाखेर चाहिँ गर्नु पर्ने मिठो छ सौवा अर्को गिलास मलाई छोडेर राख्दा हुन्थ्यो छिटो लिएर छिटो ए सौवाले अहिले चाहिँ तैँले राम्रो काम गरेछस् है मिठो पकाउने ए सौवा फेरि के भन्छ ए पछि झिङ्गा छ के सौवा के फाल्यो अर्को बनाउँछ झिङ्गा छ झिङ्गा 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 यो फाले होइन कि तँलाई थाहा छैन यसमा यहाँ कति चिनी परेको छ चियापत्ती परेको छ ग्यास परेको छ यो झिङ्गालाई यसरी निकाल्ने यसरी निकालेर मकै के बुढो ल यसरी चुसेर फालियो कति त्यतिकै आउँछ चिया कति घुन पनि नलाएको हेर त गाउँले हो कति चिनी परेछ कति चियापत्ती परेछ त्यसरी फाल्छन्
Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ những video hấp dẫn.